नमस्कार दर्शकवृन्द, स्वागत छ सम्पदा विशेषमा। बुद्ध शासनमा चारवटा परिषदहरू रहेका छन् जसलाई भिक्षु भिक्षुनी उपासक उपासिका भनेर भन्ने गरिन्छ। तर अहिलेको बौद्ध जगतलाई हेर्ने हो भने भिक्षु छ, उपासक छ, उपासिका छ, तर भिक्षुनी संघ छैन। अर्थात् अहिले चतुर्थ परिषदमा तीनवटा परिषद प्रचलनमा रहेको छ भने एउटा परिषद अत्यन्तै दुर्लभ अवस्थामा पुगिसकेको छ। र यही दुर्लभ भएको भिक्षुणी शासनलाई संरक्षण गर्न, यसको प्रचार प्रसार गर्न र बुद्ध शासनको चतुर्थ परिषदलाई पुनर्स्थापित गर्नको लागि, भिक्षुणी संघलाई पुनर्जागरण गर्नको लागि अहिले नेपाल सहित विभिन्न देशका भिक्षुणीहरूले अत्यन्तै महत्त्वपूर्ण कार्यहरू गरिरहेका छन्। जसमध्ये अहिले बुधबारदेखि बुद्ध माता प्रजापति गौतमीले आफैले केश मुण्डन गरी कासाय वस्त्र धारण गरी 500 शाक्य महिलाहरूका साथ कपिलवस्तुदेखि वैशालीसम्म 300 किलोमिटर हिँडेर यात्रा गर्नुभएको यात्रा स्थललाई परिचित गराउनको लागि र बुद्ध माताको यो महानतालाई र बुद्ध शासनमा भिक्षुणी संघको स्थापना भएको यो महत्त्वपूर्ण क्षणलाई विश्व सामु उजागर गर्नको लागि र यसलाई अझ संरक्षण गर्नको लागि यो महान यात्रामा 100 जना भन्दा बढी भिक्षुणीहरूले पनि यात्रा गर्ने तयारी गरेको छ। अर्थात् अहिले यो यात्रा सुरु पनि भइसकेको छ। आज यसैको विषयवस्तुमा रहेर यहाँहरू समक्ष कार्यक्रम प्रस्तुत गर्ने जमन गरिरहेका छौँ। सुरु गरौँ आजको कार्यक्रम। बुद्ध धर्मको इतिहासमा धेरैलाई कम थाहा भएको तर प्रेरणादायी इतिहासहरू मध्ये एक हुन् महाप्रजापति गौतमीको इतिहास। प्रजापति गौतमी बुद्धकालीन महान महिलाहरू मध्ये अत्यन्तै महत्त्वपूर्ण र अत्यन्तै प्रेरणादायी महिलाको रूपमा रहेको छ। किनकि प्रजापति गौतमी राजकुमार सिद्धार्थकी सानी आमाकी रूपमा पनि चिनिन्छ। अर्थात् कपिलवस्तुका राजा सुयोधनका कान्छी मार्ने हुन्। उहाँले 500 शाक्य महिलाहरूसँग कपिलवस्तुदेखि वैशालीसम्मको यात्रा गर्नुभएको छ, जसले बुद्ध शासनमा महिलाहरूलाई पनि सङ्घमा प्रवेश गराउने एउटा महत्त्वपूर्ण कडीको रूपमा रहेको छ। ईसापूर्व 6 मा कपिलवस्तु त्रिलोकोटदेखि वैशालीसम्म बुद्ध माता महाप्रजापति सहित 500 शाक्य महिलाहरूले गर्नुभएको यो कठिन 300 किलोमिटरको महाकाव्य यात्रा बौद्ध इतिहासको एउटा महत्त्वपूर्ण विरासत हो। दृढ विश्वास र साहसको यो महान यात्राले मानव इतिहासलाई गहिरो शिक्षा पनि दिएको छ। त्यो हो त्यागको यात्रा। बौद्ध साहित्यमा उल्लेख भए अनुसार बोधिसत्व सिद्धार्थले गृह त्याग गरेपछि कपिलवस्तु छोडेर रामा, अनुमा नदी, अनुप्रिया र वैशाली हुँदै राजगृह आइपुगेका थिए। कपिलवस्तु दरबार र वैशाली जोड्ने यो 300 किलोमिटर लामो मार्ग, जसलाई वर्तमान रामग्राम अर्थात् पर्साई नेपाल, गण्डकी, वाल्मीकि नगर र लौरिया, नन्दगढ, अरेराज र केसरियाका अशोक स्तम्भ स्थल हुँदै जाने प्राचीन मार्ग थियो। अब अलिकति हामी महाप्रजापति गौतमीको बारे जानकारी लिउँ कि हिमालयको फेदमा रहेको कोलिया गणराज्यका महाप्रजापति र महामाया दिदीबहिनी थिए। दुवै दिदीबहिनीहरूको विवाह कपिलवस्तुका राजा सुयोधन शाक्य राजासँग भएको थियो। बोधिसत्व सिद्धार्थलाई जन्म दिएको 7 दिनपछि महामाया देवीको मृत्यु हुँदा शिशु राजकुमारलाई रानीले अर्थात् महाप्रजापतिले हुर्काउनु भयो र 29 वर्षको उमेरमा युवराज सिद्धार्थले सत्यको खोजी गर्ने भन्दै दरबारको जीवन परित्याग गर्नुभएको थियो। 6 वर्षको कठोर आध्यात्मिक खोजीपछि बोधिसत्व सिद्धार्थले उर्वेला अहिले बोधिगयामा बोधि वृक्ष मुनि ज्ञान प्राप्त गर्नुभयो। ज्ञान प्राप्त गरेको 1 वर्षपछि बुद्धले आफ्ना पिता राजा सुयोधनको निमन्त्रणामा कपिलवस्तुको भ्रमण गर्नुभयो। कपिलवस्तुको बसाइको क्रममा उहाँले शाक्यहरूलाई धम्मको उपदेश दिए र सो क्रममा रानी महाप्रजापति पनि यी उपदेश सुनेर अनन्तको पहिलो चरणको रूपमा रहेको श्रोतापति फल प्राप्त गर्न सफल हुनुभएको थियो। समयक्रमसँगै महाराज सुयोधन पनि साह्रै बुढो हुँदै गए र एक दिन राजभवनमा श्वेत छत्रको मुनि ध्यान गर्दा गर्दै उहाँले अर्थ प्राप्त गर्नुभयो र उहाँ परिनिर्वाण भयो।
राजा शुद्धोधनको परलोक गमनपछि महाप्रजापति गौतमीमा पनि अत्यन्तै विरक्त भाव उत्पन्न भयो। एकजना नाउलाई बोलाएर आफ्नो त्यस्तो सुन्दर केसलाई मुण्डन गर्न लगाए अनि काँसै वस्त्र लगाएर 500 शाक्य महिलाहरूका साथमा वैशाली नगरतिर हिँडे। हुन त महारानी गौतमीले पहिले पनि एकपटक भगवान बुद्ध निग्रोधराम बिहारमा हुँदाखेरि प्रव्रज्या हुन आज्ञा मागेको थिए, तर भगवान बुद्धले प्रव्रजित हुने इच्छा नगर भने 3 पटकसम्म रोकेका थिए। तस्मात् भगवान बुद्धले पहिले पनि उहाँको प्रव्रजित हुने चाहनालाई रोकेको हुनाले स्वयं नै शिर मुण्डन गरी काँसै वस्त्र धारण गरी बुद्धको समक्ष प्रव्रजित हुन आइपुगेको थिए। प्रजापति गौतमी कपिलवस्तुदेखि वैशाली नगरसम्म पैदल नै गएकी थिइन्। त्यहाँ भगवान बसिरहेको कोठाघर बिहारको ढोका अगाडितिर गई आँखाभरि आँसु राखी बसिरहे। त्यस्तो राजकीय सुखभोगमा बसिरहेकी महारानी जस्ता मानिस शिर मुण्डन गरी काँसै वस्त्र धारण गरी पैदल हिँडेर आई अश्रुमुखी भई ढोकाको अगाडितिर बसेको र रोइरहेको देख्दा वृद्धा गौतमीलाई देखेर भिक्षु आनन्दले सोध्नुभयो, किन रोइरहनु भएको आमा? गौतमीले भनिन्, म यस्तै बुढी भइसकेको छु, भगवानले मलाई आजसम्म पनि प्रव्रजित गर्नु भएन, त्यसै कारणले दुःख मानि रोइरहेको छु। गौतमीको यस्तो उत्तर पाई आयुष्मान आनन्द पनि भित्र गई भगवानलाई सबै कुरा बताउँदै भने, भगवान महिलाहरूलाई प्रव्रजित गर्नु भएन भनी बाहिर गौतमी रोइरहनु भएको छ, उहाँलाई पनि प्रव्रजित हुने आज्ञा दिनुहोस्। स्त्री जातिलाई प्रव्रजित गर्ने कुरामा तिमी जिद्दी नगर भनी भगवानले आनन्दलाई 3 पटकसम्म सम्झाउनु भयो। तब आयुष्मान आनन्दले भगवानलाई छेउमा गएर यस्तो प्रश्न गरे, भन्थे, तपाईको शासनमा प्रव्रजित भएका स्त्रीहरूले श्रोतापत्ति आदि मार्गफल साक्षात्कार गरी दुःखबाट छुटकारा पाउन सक्दैन र? हे आनन्द, अवश्य पनि सक्छ, बुद्धले भन्नुभयो। फेरि आनन्दले भन्थे, त्यसो भए महारानी गौतमीलाई पनि प्रव्रजित गर्नुभयो भने उहाँको जीवन सफल हुनेछ। फेरि उहाँ तपाईँको उपकारक पनि हुनुहुन्छ। उहाँले तपाईँको ठुलो उपकार गर्नुभएको थियो, त्यो बाहेक जहाँ तपाईँको आमा पनि हुनुहुन्छ। माया देवीको स्वर्गवास भएपछि उहाँले आफ्नो छोरा नन्दलाई भाइ आमालाई दिई तपाईँलाई आफ्नो स्तनको दुध खुवाई पालन गरिराखेकी थिइन्। तपाईँको मलमूत्र आदि सफा गरेकी थिइन्। तपाईँ राजमहलबाट निस्कनु भएदेखि तपाईँलाई सम्झेर सधैँ रोइरहने त्यस्तै बुढी क्षीर दाता आमाको कल्याण गर्नुहोस् भगवान। आयुष्मान आनन्दको यस्तो कुरा सुनि भगवानले आज्ञा गरे, आनन्द, प्रजापति गौतमले 8वटा कठिन नियमहरू पालना गर्न स्वीकार गर्छिन् भने उनको निम्ति त्यही नियम प्रव्रज्या र उपसम्पदा हुनेछन् भनेर आज्ञा हुनुभयो। भगवान बुद्धको यस्तो आज्ञा सुनि आयुष्मान आनन्द गौतमी कहाँ गई सबै वृत्तान्त कुरा सुनाए। त्यसबेला गौतमीले भनिन्, आनन्द, यी 8वटा कठिन नियमहरू म अत्यन्त गौरव आदरपूर्वक सहर्ष शिरमा थापिदिन्छु। जीवनभर त्यसमध्ये कुनै नियम पनि उल्लङ्घन नगरी पालन गर्नेछु। यसरी प्रवचित उपसम्पन्न प्रजापति गौतमीले तथागतको अगाडि उपस्थित भएर अभिवादन गरे। तथागतले पनि उनलाई धर्म र विनयको शिक्षा दिए। बाँकी 500 भिक्षुणीहरूलाई नन्दले धर्म र विनयको शिक्षा प्रदान गरे। यसरी बौद्ध सङ्घमा स्त्रीहरूको पहिलो प्रवेश भएको थियो, अर्थात् बुद्ध शासनमा भिक्षुणी सङ्घको स्थापना भएको थियो। यही बुद्ध माताको महान यात्राको स्मरण गर्दै संयुक्त थेरवाद भिक्षुणी इन्टरनेसनल युटी VSI, लाइट अफ बुद्ध धर्म फाउन्डेसन इन्टरनेसनल LBDFI र नवनालन्दा महाविहार नालन्दाको सहकार्यमा महाप्रजापति गौतमी यात्राको पाइला अर्थात् महाप्रजापति गौतमी ग्रेट रिनाउन्सियल ट्रेलको कार्यक्रम बुधबार आयोजना भएको हो। तिरुलाकोटबाट बुधबार बिहान 10 बजे यात्रा थालिएको यात्रामा नेपाल भारत सहित 13 देशका 100 भिक्षुणीले ऐतिहासिक महाप्रजापति गौतमी ग्रेट रिनाउन्सिएसन ट्रेल यात्रा सुरु गरेको हो। यो यात्रा कपिलवस्तु दरबारबाट निस्किँदै महाप्रजापति गौतमीको पाइला पछ्याउँदै वैशालीमा रहेको महाप्रजापति परिनिब्बान स्तूपमा समापन गर्नेछ। भिक्षुणीहरूले तिरुलाकोटदेखि वैशालीसम्म 300 किलोमिटरको यात्रा एक सातामा पूरा गर्ने कार्यक्रम राखिएको छ। वैशालीको स्तूपमा महाप्रजापति गौतमीको मूर्ति साथै भारतीय भिक्षुणी सङ्घ र सहभागीहरूको लागि 500 महाप्रजापति गौतमीको मूर्ति प्रदान गर्ने कार्यक्रम पनि रहेको छ। महाप्रजापतिको अस्थि धातु सहित सुरु भएको यस कार्यक्रम अन्तर्गत उहाँहरूले काठमाडौँको धर्मकृति विहारमा पनि छोटो समय बिताएका छन्। उहाँहरूलाई
धर्मकृति बिहारका प्रमुख पूज्यपाद धम्मवती गुरुमा सहित अन्तर्राष्ट्रिय भिक्षुनी संघका गुरुमाहरूले भव्य स्वागत गरेका छन्। त्यसै गरी अनन्त भिक्षुनी संघ मित्ता थेरीकी बहिनी राजकुमारी चारुमतीले स्थापना गर्नु भएको काठमाडौँको सबैभन्दा पुरानो बौद्ध स्थलहरूमध्ये चारुमती स्तूपा पनि एक रहेको छ। सोही चारुमती बिहारका प्रमुख भिक्षु तपस्वी धम्म महाष्टवीर र चारुमती बौद्ध समुदायले अनन्त थेरी महाप्रजापति गौतमीको पवित्र अवशेषलाई भव्य पूजा अर्चना सहित दर्शन गरेका छन्। त्यसै गरी तीर्थयात्रीहरूलाई भव्य स्वागत सहित भोजन समेत दान गरेका छन्। यसरी भिक्षुनी संघको प्रचार प्रसारको लागि आयोजना गरेको यस कार्यक्रमका आयोजकहरूको अनुसार यो यात्राले बुद्ध माताको सम्मान गर्दै विश्वभरि भिक्षुनी वंशलाई पुनर्जीवित र सुदृढ पार्ने विश्वास पनि गरिएको छ। दर्शकवृन्द, बुद्ध शासनको 4 परिषद मध्ये एउटा परिषदको रूपमा रहेको यो अहिले लोप हुँदै गएको भिक्षुनी संघलाई पुनः जागरण गर्ने जुन कार्यक्रम सुरु भएको छ अथवा सुरु गरिएको छ, त्यो पनि नेपालको कपिलवस्तुबाट सुरु भई वैशालीसम्मको जुन 300 किलोमिटरको यात्रा रहेको छ, यो यात्राले एकातिर भिक्षुनी शासनलाई पुनर्स्थापनाको लागि बल मिल्नेछ भने अर्कोतर्फ विश्वभरका बौद्धहरूलाई पनि बुद्ध माता महाप्रजापति गौतमीले गर्नु भएको महान यो यात्रालाई पनि प्रकाश पारिनेछ भने धार्मिक पर्यटनको लागि पनि यो एउटा महत्त्वपूर्ण गरिनेछ। यस्ता महत्त्वपूर्ण कार्यहरूमा सबैले साथ र सहयोग गर्नुपर्ने जस्तो मलाई लाग्दछ। दर्शकवृन्द, आजको विषयवस्तु यति नै। अर्को भागमा यस्तै महत्त्वपूर्ण विषयवस्तु लिएर म यहाँहरू समक्ष उपस्थित हुने नै छु। त्यतिन्जेल सम्पूर्ण नेपाल टेलिभिजन हेर्दै रहनुहोला। नमस्कार। जय जगन्नाथ।